गुरुकुल नेपालको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामी एससी 2081 को लागि चाहिँ सोशल बुकको चाहिँ लङ क्वेसन एन्सरहरू चाहिँ हेर्न गइरहेका छौँ। एकदम इम्पोर्टेन्ट लङ क्वेसन एन्सरहरू र हाम्रो एससी एक्जाममा चाहिँ सोशलको चाहिँ कुन टपिकबाट कति नम्बरको क्वेसन आउँछ र कुन ग्रुपमा चाहिँ कति क्वेसनहरू आउँछ पनि हेर्नेछौँ है। सबभन्दा अगाडि चाहिँ अब हामी कुन टपिकमा कुन एकाइमा चाहिँ कति नम्बरको क्वेसन सोध्छ भन्ने कुरा हेरौँ। सबभन्दा पहिला चाहिँ हाम्रो एकाइ 1 मा चाहिँ हामी र हाम्रो समाज रहेको छ हैन। यो एकाइबाट चाहिँ हामीलाई के गर्छ भनेदेखि एउटा हामीलाई अति छोटो प्रश्न उत्तर आउने गर्छ हैन। एउटा अति छोटो आउने प्रश्न सोध्ने गर्दछ र अर्को एउटा छोटो उत्तर आउने प्रश्न सोध्ने गर्दछ 4 नम्बरको एउटा, अनि एउटा चाहिँ 1 नम्बरको गरेर टोटल 5 नम्बरको चाहिँ क्वेसन हामीलाई एकाइ 1 बाट सोध्ने गर्छ। एकाइ 2 चाहिँ हाम्रो विकासका पूर्वाधार भन्ने चाहिँ एकाइ रहेको छ। यसबाट चाहिँ हामीलाई अति छोटो उत्तर आउने प्रश्न एउटा सोध्ने गर्दछ। यो चाहिँ एकदम उच्च दक्षताको सोध्ने गर्दछ भनेको एकदम हायर एबिलिटीको सोध्ने गर्दछ भने एउटा छोटो उत्तर आउने चाहिँ सामान्य खालको सोध्ने गर्दछ भनेपछि टोटल यसबाट पनि हामीलाई 5 नम्बरको चाहिँ क्वेसन सोध्ने गर्ने रहेछ एकाइ 2 बाट। एकाइ 3 चाहिँ हाम्रो परम्परा एवं सामाजिक मूल्य र मान्यता रहेको छ। यसबाट चाहिँ हामीलाई अति छोटो उत्तर आउने प्रश्न चाहिँ सोध्ने रहेनछ है। सिधै हामीलाई के सोध्ने रहेछ, छोटो उत्तर आउने प्रश्नहरू 2 वटा सोध्ने गर्दछ है। 2 वटा छोटो उत्तर आउने प्रश्नहरू सोध्दै गए पछाडि हाम्रो टोटल कति भयो, 8 नम्बरको क्वेसन चाहिँ एकाइ 3 बाट आउनेछ हामीलाई। अब एकाइ 4 बाट चाहिँ हामीलाई हेर्दा सामाजिक समस्या र समाधान भन्ने एकाइ रहेको छ। यसबाट चाहिँ हामीलाई अति छोटो उत्तर आउने प्रश्नहरू 2 वटा सोध्ने रहेछ र छोटो उत्तर आउने प्रश्न चाहिँ एउटा सोध्ने रहेछ। त टोटल गरेर हाम्रो 6 नम्बरको चाहिँ क्वेसन सोध्ने गर्दछ है। एकाइ 5 हाम्रो नागरिक चेतना रहेको छ। यसबाट चाहिँ हामीलाई अति छोटो उत्तर आउने प्रश्न एउटा पनि सोध्दैन, तर हामीलाई छोटो उत्तर आउने प्रश्न एउटा सोध्ने गर्दछ 4 नम्बरको है। त्यस्तै गरी एउटा लामो प्रश्नको उत्तर सोध्ने गर्दछ, एकदम उच्च दक्षताको भनेको एकदम हायर एबिलिटीको चाहिँ अलिक गाह्रो खालको क्वेसन एउटा लङ क्वेसन पनि सोध्ने गर्दछ भनेपछि हामीलाई टोटल 11 नम्बरको क्वेसन चाहिँ आउने रहेछ नागरिक चेतना भन्ने च्याप्टरबाट। भनेपछि यो चाहिँ एकदम इम्पोर्टेन्ट च्याप्टर रहेको छ भन्ने बुझ्नु पर्यो तिमीहरूले। त्यो पछाडि अर्को हाम्रो एकाइ 6 रहेको छ हाम्रो पृथ्वी। यसबाट पनि हामीलाई एउटा पनि छोटो उत्तर आउने अति छोटो उत्तर आउने प्रश्न सोध्दैन, छोटो उत्तर आउने एउटा क्वेसन सोध्ने गर्दछ है सामान्य खालको, र एउटा हाम्रो लङ क्वेसन एन्सर पनि सोध्ने गर्दछ भनेपछि हाम्रो टोटल 7 4 ले 11 नम्बरको चाहिँ टोटल क्वेसन सोध्ने रहेछ हाम्रो पृथ्वी भन्ने एकाइबाट पनि। हाम्रो एकाइ 5 र एकाइ 6 चाहिँ एकदम इम्पोर्टेन्ट एकाइ हुन जान्छ। यो दुईटा चाहिँ तिमीहरूले राम्रोसित पढ्नु पर्यो। त्यही भएर अहिले मैले भिडियोको लास्टमा चाहिँ यो यिनीहरू एकाइबाट चाहिँ एकदम इम्पोर्टेन्ट र यो अघिल्लो वर्षतिर धेरै सोधिएको र रिपिट भएको क्वेसनहरू पनि लिएर आएको छु है। त्यो तिमीहरूले पढ्यौ भनेदेखि एक्जाममा आउने चान्स चाहिँ त्यो चाहिँ धेरै हाई रहेको छ। त्यो पछाडि हाम्रो अब एकाइ 7 चाहिँ हाम्रो विगत रहेको छ है। यसबाट चाहिँ अति छोटो प्रश्न आउने उत्तर एउटा सोध्ने गर्दछ, 2टा सोध्ने गर्दछ यसबाट है हाम्रो, एउटा होइन 2टा सोध्छ। र छोटो उत्तर आउने प्रश्न चाहिँ एउटा पनि सोध्दैन र लामो प्रश्नको उत्तर पनि एउटा सोध्ने गर्दछ भनेपछि टोटल हाम्रो 7 मा 1 गरेर 2 भएपछि 9 भयो भनेपछि टोटल 9 नम्बरको क्वेसन सोध्ने गर्दछ। यो पनि हाम्रो एकदम इम्पोर्टेन्ट टपिक रहेको छ हाम्रो विगत भन्ने है। अनि त्यस्तै गरी अर्को एकाइ 8 मा चाहिँ हाम्रा आर्थिक क्रियाकलाप भन्ने एकाइ रहेको छ। यसबाट हामीलाई 2 वटा अति छोटो उत्तर आउने प्रश्न सोध्ने गर्दछ र एउटा हामीलाई लङ क्वेसन सोध्ने गर्दछ भनेपछि टोटल हाम्रो कति भयो हेर त, 9 नम्बरको क्वेसन हुने भयो यसबाट नि। यो पनि एकदम इम्पोर्टेन्ट टपिक भयो हाम्रो है। अनि एकाइ 9 चाहिँ हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग भन्ने रहेको छ। यसबाट हामीलाई 2 वटा अति छोटो उत्तर आउने प्रश्न र एउटा छोटो उत्तर आउने प्रश्न गरेर टोटल 6 नम्बरको क्वेसन सोध्ने गर्दछ। र हाम्रो लास्ट एकाइ 10 चाहिँ हाम्रो के रहेको छ, जनसङ्ख्या र यसको व्यवस्थापन भन्ने रहेको छ। यसबाट हामीलाई एउटा अति छोटो प्रश्न उत्तर र एउटा छोटो गरेर टोटल 5 नम्बरको क्वेसन सोध्ने गर्दछ। र यसरी हाम्रो टोटल कति हुन्छ 75 मार्कको चाहिँ हामीलाई क्वेसन सोध्ने गर्दछ एक्जाममा भन्ने कुरा तिमीहरूले बुझ्नु पर्यो है त। यसरी मैले चाहिँ कुन एकाइबाट कति नम्बरको क्वेसन सोध्छ आउँछ भन्ने कुरा भनिदिए पछाडि तिमीहरूले थाहा पाइसक्यो होला कुन चाहिँ एकाइ धेरै इम्पोर्टेन्ट छ, कुन चाहिँ एकाइलाई धेरै समय दिएर पढ्नुपर्छ र कुन चाहिँ एकाइलाई चाहिँ कम समयमै पढे पनि हुन्छ भन्ने कुरा तिमीहरूले बुझ्यौ होला है। अब हामी अरू कुराहरू हेरौँ। हाम्रो लामो उत्तर आउने प्रश्न जम्मा हामीलाई एक्जाममा 4 वटा सोध्ने गर्दछ भनेपछि टोटल हाम्रो एउटा क्वेसन गरेको 7 नम्बर पाउँछौँ भनेपछि टोटल हाम्रो 28 नम्बरको चाहिँ हाम्रो लामो उत्तर आउने प्रश्नहरू सोध्ने गर्दछ। छोटो उत्तर आउने प्रश्न चाहिँ हामीलाई 9 वटा सोध्ने गर्दछ भनेपछि एउटाको बराबर 4 मार्क्स भयो भन्दा 9 चौको 36 नम्बरको चाहिँ हाम्रो क्वेसन चाहिँ छोटो उत्तरमा सोध्ने गर्दछ भने अति छोटो उत्तर आउने प्रश्न चाहिँ 11 वटा सोध्ने गर्छ जम्मा क्वेसन। एउटा गरेको हामीले 1 नम्बर पाउँछौँ भनेपछि टोटल हाम्रो 11 नम्बरको चाहिँ क्वेसन अति छोटो उत्तर आउने प्रश्नमा सोध्ने गर्छ। हाम्रो टोटल क्वेसनहरू चाहिँ हामीलाई 24 वटा क्वेसन सोध्ने गर्छ है एससी एक्जाममा भने टोटल हाम्रो फुल मार्क चाहिँ 75 हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। अब यहाँ केही कुराहरू अरू पनि दिएको छ तिमीहरू पढ्न सक्छौ है। ज्ञान र बोध क्षेत्रबाट प्रश्न सोध्दा ज्ञान र बोधको सन्तुलन मिलाउनु पर्ने छ भनेको मतलब अलि इजी खालको क्वेसनहरू सोध्ने गर्छ, ज्ञान मात्र चाहिने हामीलाई है। अर्को भनेको उच्च दक्षतामा चाहिँ विश्लेषण गर्नु पर्यो हामीले, समालोचनात्मक विचिन्तन गर्नुपर्ने हुन्छ, मूल्य र अभिवृद्धिसँग सम्बन्धित प्रश्नहरू सोध्ने सकिने छ। ज्ञानबोधबाट चाहिँ 37% प्रयोग र सृजनाशीलताबाट 33% र
उच्च दक्षताबाट चाहिँ 30% को अङ्क बार रहेको छन् भनेर भनेको छ है। अनि हाम्रो यहाँ के दिएको छ भने एउटा कुरा, हाम्रो पृथ्वी एकाइबाट चाहिँ सोधिने लामो उत्तर आउने प्रश्नमा चाहिँ वैकल्पिक प्रश्न सोधिने, जसमा चाहिँ नेपालको नक्सा वा महादेशको नक्सा बनाएर भन्नुपर्ने छ भनेर भनेको छ। यसबाट चाहिँ हाम्रो पृथ्वी भन्ने एकाइ चाहिँ तिमीहरूले पढ्दै नपढे पनि भयो, किनभने तिमीहरूले त्यहाँबाट चाहिँ एउटा नक्सा कार्य आउँछ भन्ने कुरा तिमीहरूले बुझिसक्यौ होला। नक्सा बनाउन सिकेर गए पछाडि तिमीहरूको 7 नम्बरको एउटा क्वेसन फिक्स भइसकेको छ। त्यो क्वेसन भनेपछि तिमीहरूले त्यो एकाइ पढ्नै परेन, त्यति भएपछि तिमीहरूलाई सजिलो हुन्छ होइन। अनि हाम्रा आर्थिक क्रियाकलापबाट सोधिने लामो प्रश्न उत्तर आउने प्रश्न चाहिँ सृजनात्मक सिपसँग सम्बन्धित हुनेछ भनेपछि सृजनात्मक उत्तर हुनेछ। तिमीहरूले ठेट उत्तर लेख्नु पर्दैन है, जे भनौँ त्यही हामीले नआउने खालको क्वेसनहरू सोध्दैन, अलिक सृजनात्मक खालको हामीले भाषा लेख्न मिल्ने खालको क्वेसन पनि सोध्दैछ भनेर भनेको छ। यति भए पछाडि तिमीहरूले क्लियरसित बुझ्यौ होला। अब हामी केही इम्पोर्टेन्ट क्वेसनहरू र योभन्दा अगाडि दोहोरिएका क्वेसनहरू र एउटै क्वेसनलाई घुमाएर कसरी सोध्न सक्छ भन्ने कुराहरू हामी हेर्छौँ यहाँ है। जस्तै हेर त हामीलाई के क्वेसनहरू दिन सक्छ भने हामीलाई है सङ्घीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बिचको आपसी सम्बन्ध देखाउनुहोस् भनेर सोध्यो भनेदेखि एक्जाममा होइन, र राज्यका प्रमुख 3 अङ्गहरू एकअर्काका पूरक हुन् कसरी भनेर सोध्यो भने, त्यस्तै गरी लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा चाहिँ राज्यका प्रमुख 3 अङ्गबीच समन्वय र सन्तुलन हुन आवश्यक मानिन्छ किन, उदाहरणसहित प्रश्न पार्नुहोस् भनेर सोध्यो भने एक्जाममा। त्यस्तै गरी राज्यका प्रमुख 3 अङ्गले कसरी एकअर्कालाई चाहिँ नियन्त्रण गरेको हुन्छ, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले गर्ने कार्यद्वारा प्रश्न पार्नुहोस् भन्यो भने, अथवा शक्ति पृथ्वीकरणको सिद्धान्त भनेको के हो, प्रजातन्त्र वा लोकतन्त्र भएको मुलुकमा चाहिँ यो सिद्धान्त अनुसार कसरी राज्य सञ्चालनको व्यवस्था मिलाइएको हुन्छ, प्रश्न पार्नुहोस् भनेर हामीलाई यति पुरै क्वेसन सोध्यो भने सबैको एन्सर एउटै हुन्छ। यो क्वेसन एउटै क्वेसन हो, तर यसलाई घुमाएर तिमीहरूले चाहिँ अलिकति नबुझ्ने तरिकाले सोधेको छ। तिमीहरूले बुझ्नु पर्यो, यस्तो क्वेसनहरू दियो भने चाहिँ यो सबै क्वेसनको एन्सर चाहिँ एउटै हुन्छ। यो क्वेसनले भन्न खोजेको कुरा चाहिँ एउटै हो र यसको एन्सर चाहिँ मैले यहाँ लेखिदिएको छु। तिमीहरू यहाँबाट पढेर गयो भनेदेखि बुकमा हेर्नै पर्दैन, यहाँ पढिसकेपछि हुन्छ। व्यवस्थापिकाले के गर्छ, कानुन निर्माण गर्ने कार्य गर्छ, संविधानको संशोधन गर्ने काम गर्छ, बजेट पारित गर्ने काम गर्छ। कार्यपालिकाले के गर्छ, कानुनको पालना गराउने, नीति नियमको निर्माण गर्ने, बजेट निर्माण र लागू गर्ने गर्छ भने न्यायपालिकाले चाहिँ कानुनको रक्षा गर्छ है। व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले त्यसलाई पालनामा लिएर आउँछ, न्यायपालिकाले के गर्छ, कानुनको रक्षा गर्छ। त्यसरी बुझ्नु पर्यो तिमीहरूले है। अनि अर्को भनेको न्यायपालिकाले हक अधिकारको रक्षा गर्छ, बजेटको दुरुपयोगलाई रोक्ने काम गर्छ न्यायपालिकाले। यस्तो कुराहरू तिमीहरूले बुझ्नु पर्यो। अरू पनि लेखेको छ। अब यो हाम्रो के भयो, व्यवस्थापिकाले सरकारलाई गठन गर्ने काम गर्छ भने सरकार चलाउने काम कसले गर्छ, कार्यपालिकाले गर्छ। कानुनी सल्लाह दिने काम कसले गर्छ, न्यायपालिकाले गर्छ। त्यस्तै गरी कार्यपालिकालाई सचेत गराउने काम कसले गर्छ, व्यवस्थापिकाले गर्छ। व्यवस्थापिकाप्रति उत्तरदायी रहने काम कसले गर्छ, यो कार्यपालिकाको भयो नि त यो, हो कि। अनि त्यस्तै गरी कानुनको पालना गराउने काम कसले गर्छ, न्यायपालिकाले गर्छ। यो बाक्सा भनेको हाम्रो न्यायपालिकाको लागि हो। यसरी मैले यिनीहरूको कार्यहरू लेखिदिएको छु। यही कुराहरूलाई हामीले मिलाएर लेख्नुपर्ने हुन्छ। अगाडिका त्यत्रो 5वटा क्वेसनहरू सोध्यो भने त्यसको एन्सर चाहिँ यहीँबाट लेख्नुपर्ने हुन्छ है। अब हामीलाई अर्को क्वेसनहरू पनि दिएको छ। हामीलाई यो पृथ्वीबाट क्वेसन दिएको छ हेर त। उष्ण प्रदेशमा पाइने 4 प्रकारका हावापानी चाहिँ भूमध्य रेखीयदेखि चाहिँ होइन, रेखादेखि चाहिँ 30 डिग्री अक्षांशमा हुँदाखेरि के हुन्छ, हावापानीको क्षेत्र के हो, त्यसकोमा अनि हावापानीको विशेषता के रहेको छ, वनस्पतिको विशेषता के रहेको छ, त्यसमा पाइने वनस्पतिहरूको, अनि जीवनशैली, रहनसहन होइन, त पछाडि अनि आर्थिक क्रियाकलाप के रहेको छ मैले यहाँ लेखिदिएको छु। तिमीहरूले पढ्न सक्छौ। यो यहाँ पढ्यौ भने तिमीहरूले बुकमा खोजिरहनु पर्दैन। यहाँ मैले सबै कुरा यसरी टिपेर लेखिदिएको छु होइन। यो भएपछि तिमीहरूले बुकमा खोजेर हेरिरहनु परेन। यस्ता क्वेसनहरू चाहिँ हाम्रो अति छोटो उत्तर होइन, हाम्रो छोटो प्रश्न आउने उत्तरहरूमा पनि सोध्ने गर्छ। त्यही भएर यो एकदम इम्पोर्टेन्ट हुन्छ। तिमीहरूले राम्रोसित हेरौ भनेदेखि एक्जाममा लेख्न सजिलो हुन्छ। अर्को क्वेसन मैले यहाँ पनि लेखिदिएको छु है। हाम्रो यहाँ के को दिएको छ, भूमध्य रेखीय क्षेत्रको बारेमा मैले यहाँ दिएको छु भने यता साइडमा के को दिएको छु हेर त, उष्ण तृणभूमिको क्षेत्रको दिएको छु। उष्ण तृणभूमिको क्षेत्रको बारेमा मैले यहाँ लेखिदिएको छु है। तिमीहरूले यहाँ हेर्न सक्छौ। अब त्यो पछाडि अर्को हाम्रो उष्ण मरुस्थलीय क्षेत्रको बारेमा मैले यहाँ लेखिदिएको छु। तिमीहरू यहाँबाट हेर्न सक्छौ। यो के भयो मैले यहाँ यता साइडमा दिएको छु नि। यो हेर त, यसकै लाइन आधारमा हुन्छ। यो हावापानीको क्षेत्र भनेको यो भयो। अब यो हावापानीको विशेषता यो भयो भनेपछि यसको विशेषता, हावापानीको विशेषता यो भयो है। त्यस्तै गरी अब यहाँ वनस्पतिको विशेषता यहाँ दिएको छ भने यो लाइनको के भयो, वनस्पतिको विशेषता भयो। यो जीवनशैलीको भयो भने चाहिँ यहाँनिरको यो जीवनशैलीको भयो। त्यसरी तिमीहरूले बुझ्नु पर्यो है। त्यस्तै कुरा यहाँ पनि लागू हुन्छ। यो जीवनशैलीको भयो, यो वनस्पतिको भयो, यो हावापानीको विशेषता भयो। यसरी तिमीहरूले बुझ्नु पर्यो। यो हाम्रो के को लागि भयो मैले यहाँ लेखिदिएको छु, राम्रोसित पढ्न सक्छौ। उष्ण मरुस्थलीय क्षेत्रको लागि भयो। अब अर्को हाम्रो उष्ण मौसमीको लागि मैले यहाँ दिएको छु। त्यस्तै गरी अर्को हेर, अब उदोष्ण भनेको समशीतोष्ण क्षेत्रमा पाइने 4 प्रकारको हावापानीलाई लगभग 30 डिग्रीदेखि 60 डिग्री अक्षांशसम्मको बारेमा मैले यहाँ दिएको छु। के हुन्छ त्योभित्र भूमध्य सागरीय हुन्छ, त्यसको विशेषताहरू यहाँ दिएको छ। तिमीहरू पढ्न सक्छौ, सजिलो हुन्छ। तिमीहरूलाई बुकमा खोजिरहनु परेन। त्यस्तै गरी अर्को हाम्रो समशीतोष्ण तृणभूमिको हुन्छ है। त्यस्तै गरी अर्को के हुन्छ, समशीतोष्ण सामुद्रिक भन्ने हावापानी हुन्छ। त्यो बारेमा तिमीहरूले यहाँ पढ्न सक्छौ। यसको विशेषताहरू यहाँ मैले लेखिदिएको छु। यो पनि एक्जाममा यो मध्ये एउटा सोध्नै गर्छ है। जसरी पनि एउटा चाहिँ एक्जाममा आउने नै गर्छ।
अर्को हाम्रो समशीतोष्ण मौसमी क्षेत्रको हावापानीको बारेमा दिएको छ यसमा। अर्को हाम्रो भनेको हावापानीकोमा प्रभाव पार्ने तत्त्वहरूको बारेमा मैले लेखिदिएको छु है, यसको बारेमा व्याख्या पनि गरिदिएको छु छोटो विवरण। हावापानीलाई प्रभाव पार्ने तत्त्वहरू भनेको के हुन्छ, अक्षांशको फैलावट हुन्छ, सामुद्रिक दूरी हुन्छ, त्यस्तै गरी अरू के हुन्छ भन्दा उचाइ तथा ढालहरू हुन्छ है। उचाइ र ढालहरूले कसरी हावापानीलाई प्रभाव पार्छ भनेर यतापट्टि साइडमा व्याख्या गरिदिएको छ, तिमीहरू पढ्न सक्छौ है, यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसनहरू हो यिनीहरू चाहिँ। अर्कोहरू भनेको हाम्रो के हुन्छ, पर्वतको उपस्थिति हुन्छ, वायु बहने दिशाले पनि असर गर्ने गर्छ है, प्रभाव पार्ने गर्छ हावापानीलाई है। अर्को भनेको के हुन्छ, सामुद्रिक धार हुन्छ, जङ्गलको प्रभावले पनि असर गर्ने भयो, प्रभाव पार्ने भयो हावापानीलाई, यो कुराहरूको बारेमा व्याख्या पनि यहाँ गरिएको छ, तिमीहरू पढ्न सक्छौ है। अरू भनेको के हुन्छ, माटोको स्वभाव पनि हुन्छ, यसरी मैले माटोको स्वभावहरू पनि लेखिदिएको छु, यो पनि हाम्रो के भयो, हावापानीलाई प्रभाव पार्ने तत्त्वहरू भयो। यति धेरै लेख्नु पर्दैन तिमीहरूले, कम्तीमा पनि 4वटा लेख्नु पर्यो, यो मध्ये सबैभन्दा सहिलो र याद गर्न कुन सहिलो हुन्छ त्यो मध्ये 4-5वटा चाहिँ याद गरेर त्यसको बारेमा अलिकति व्याख्या गरिदियो भने भइहाल्छ है। अब हामीलाई केही कुराहरू यहाँ घटनाहरू दिएको छ है, मितिहरू मैले यहाँ लेखिदिएको छु अनि घटनाहरू पनि यहाँ लेखिदिएको छु, यो भएपछि बुकमा तिमीहरूले खोजिरहनु परेन, घटना विवरण यहाँ लेखिदिएको छ, घटना के हो यहाँ लेखेको छ र मिति कहिले भएको थियो, 2007 फागुन 1 गते के भएको थियो घटना, दिल्ली सम्झौता भएको थियो। अब तिमीहरूलाई अति छोटो आउने प्रश्नमा पनि सोध्न सक्छ, दिल्ली सम्झौता कहिले भएको थियो भनौ भने यो लेख्न सक्छौ तिमीहरूले है, त्यही भएर यसरी हेर्न सहिलो हुन्छ। दिल्ली सम्झौता कहिले भएको थियो, त्यसको बारेमा के भएको थियो, घटनाहरू पनि यहाँ दिएको छ, तिमीहरूले पढ्न सक्छौ है, यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ। अर्को कुरा भनेको 2007 फागुन 7 गते के भएको थियो, प्रजातन्त्रको घोषणा भएको थियो, यो कुरा पनि तिमीहरूले याद गर्न सक्छौ है, यो कुरा यहाँ पढेर यसो सर पढ्यौ भने पनि तिमीहरूलाई सहिलो हुन्छ है। अब 2015 फागुन 7 मा के भएको थियो, पहिलो आम निर्वाचन भएको थियो। 2017 साल पुस 1 गते के भएको थियो, दलमाथि प्रतिबन्ध लगाइएको थियो, राजा महेन्द्रले चाहिँ दलहरूमाथि प्रतिबन्ध लगाएका थिए, कहिले भन्दा 2017 साल पुस 1 गते है त। अर्को कुरा के रहेको छ, जनकपुर काण्ड कहिले भएको थियो भन्दा 2018 साल माघ 1 गते भएको थियो। अनि झापा विद्रोह कहिले भएको थियो, 2028 सालमा भएको थियो। त्यस्तै गरी अर्को हेर 2029 साल फागुन 21 गते के भएको थियो, सुखानी हत्याकाण्ड भएको थियो। 2030 साल जेठ 25 गते हवाईजहाज अपहरण काण्ड भएको थियो, यसको बारेमा मैले लेखिदिन्छु। यिनीहरू अब धेरै इम्पोर्टेन्ट नभए पनि है, यो माथिका यो इम्पोर्टेन्टहरू कुराहरू चाहिँ तिमीहरूले याद गर्नु पर्यो, जस्तै दलहरूमाथि प्रतिबन्ध लगाएको, दिल्ली सम्झौताहरू, यो इम्पोर्टेन्ट कुराहरू चाहिँ तिमीहरूले लेख्नु पर्यो, किनभने एक्जाममा चाहिँ यति सालदेखि यति सालसम्मको राजनीतिक घटनाक्रमहरूलाई विश्लेषण गरेर लेख्नुहोस् भनेर लङ क्वेसनमा सोधिदिन सक्छ। त्यसको लागि चाहियो तिमीहरूलाई अलिअलि मेन पोइन्टहरू, त्यही भएर कुरा चाहिँ याद गर्नु पर्यो है तिमीहरूले। त्यस्तै गरी अर्को 2031 सालमा के भएको थियो, टिमुरे बोटे काण्ड भएको थियो। 2035 साल चैत 27 गते रत्नकुमार बान्तवा काण्ड भएको थियो। त्यो पछाडि 2036 साल जेठ 10 गते चाहिँ विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहको घोषणा भएको थियो। त्यो पछाडि 2037 साल वैशाख 20 गते जनमत सङ्ग्रहको निर्वाचन भएको थियो। अनि 2040 साल माघ 1 गते के भएको थियो, पिस्कर काण्ड भएको थियो। 2042 साल असार 6 गते चाहिँ सत्याग्रह र बम काण्ड भएको थियो भने 2046 साल फागुन 7 देखि चैत 26 गतेसम्म चाहिँ संयुक्त जनआन्दोलन 1 भएको थियो हाम्रो। यसको बारेमा व्याख्या यहाँ गरेको छ। यो किनलाई भएको थियो भनेदेखि पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना गर्ने उद्देश्यले चाहिँ नेपाली काङ्ग्रेस र वाम मोर्चा मिलेर चाहिँ संयुक्त जनआन्दोलन 1 सुरु गरे भनेर यहाँ व्याख्या पनि गरेको छ। तिमीहरू पढ्न सक्छौ है। यो पढ्यो भने चाहिँ तिमीहरूले बुकमा खोजिरहनु पर्दैन, बुकमा चाहिँ अब धेरै समय लाग्छ नि त यो एन्सरहरू हेर्नको लागि। यसमा चाहिँ सजिलैसित दिएको छ, त्यो भएपछि तिमीहरूलाई धेरै सजिलो हुन्छ है। अब अर्को 2052 फागुन 1 मा के भएको थियो, माओवादीको चाहिँ जनयुद्ध सुरु भएको थियो। 2058 साल जेठ 19 गते नारायण हेडी दरबार काण्ड भएको थियो। यसमा चाहिँ हाम्रो राजा वीरेन्द्रको वंश नै नाश भएको थियो है रहस्यमय तरिकाले। तत्पछाडि 2061 माघ 19 गते राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु भएको थियो। 2062-63 मा के भएको थियो, जनआन्दोलन 2 सुरु भएको थियो। यो किन भयो भने तिमीहरूलाई थाहा छ होला, यो एकदम इम्पोर्टेन्ट कुराहरू, यिनीहरू एकदम इम्पोर्टेन्ट कुरा छ। योलाई तिमीहरूले राम्रोसित पढ्नै पर्यो, यो एक्जाममा सोधिरहेको हुन्छ धेरै जसो है। एउटा न एउटा प्रदेशमा चाहिँ यो क्वेसन फिक्स नै आउँछ है, त्यही भएर तिमीहरूले पढ्न पर्यो। त्यस्तै गरी 2063 मङ्सिर 5 गते के भएको थियो, विस्तृत शान्ति सम्झौता भएको थियो। 2064 साल चैत 28 गते चाहिँ पहिलो संविधान सभाको निर्वाचन भएको थियो। त्यस्तै गरी 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा भएको थियो। 2065 साल साउन 7 गते के भएको थियो, पहिलो राष्ट्रपतिको निर्वाचन भएको थियो। 2047 साल मङ्सिर 4 गते चाहिँ दोस्रो संविधान सभाको निर्वाचन भएको थियो। त्यस्तै गरी 2072 वैशाख 12 गते चाहिँ महाभूकम्प गएको थियो होइन, नेपालमा भूकम्प गएको थियो, यो कुरा पनि यहाँ रहेको छ है। त्यस्तै गरी 2072 साल असोज 3 गते हाम्रो के भएको थियो, नेपालको संविधान चाहिँ जारी भएको थियो। हाम्रो नेपालको नयाँ संविधान चाहिँ जारी भएको थियो। अनि त्यो पछाडि यसरी हामीले त्यो कुराहरूलाई याद गर्नु पर्यो। अब अर्को कुरा भनेको एकदम इम्पोर्टेन्ट कुरा भनेको के छ, प्रथम विश्वयुद्धका कारणहरूको बारेमा पनि एक्जाममा सोधिरहेको हुन्छ। प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको चाहिँ क्वेसनहरू फिक्स जस्तो हो है, त्यही भएर त्यो कुरा पनि तिमीहरूले बुझ्नु पर्यो। यसका मुख्य कारणहरू मैले यहाँ दिएको छु है। मुख्य कारण भनेको के हो, विश्व 2 गुटमा विभाजित हुनु है। त्यही हाम्रो के भयो, प्रथम विश्वयुद्धको कारण भनेको के हो, मुख्य कारण भनेको विश्व चाहिँ 2 गुटमा विभाजित हुनु हो। अब यसको बारेमा व्याख्या पनि यहाँ गरेको छ, तिमीहरूले राम्रोसित पढ्यौ भनेदेखि एक्जाममा लेख्न सजिलो हुन्छ। तिमीहरूलाई नआए पनि मुख्य कारणहरू राम्रोसित पढेर याद गर्यौ भने यसको बारेमा व्याख्या गर्दा यसरी सर पढ्यौ भने सजिलो हुन्छ। त्यही भएर मुख्य कारण चाहिँ बिर्सिनु भएन है।
अर्को कारण भनेको के थियो, सेना र हात हतियार बीच चाहिँ प्रतिस्पर्धा बढ्नु। त्यस्तै गरी अर्को भनेको हाम्रो के थियो, समाचारपत्रहरूको झुटा समाचारको प्रचार गर्नु। यो झुटा प्रचारहरू गरेर नि दुईवटा होइन समुदाय बीच चाहिँ अब मतभेद भएर अनि रिसको भावना जागृत हुन्छ, त्यो पछि त युद्ध भइहाल्छ है, त्यही भएर पनि भएको थियो। यो हाम्रो मुख्य कारणहरू भए। त्यस्तै गरी अर्को के छ, बाल्कन क्षेत्रमा तनाव बढ्नु। अनि त्यो पछाडि अर्को कुरा के छ, अस्ट्रेलिया हङ्गरी र सर्बिया बीच चाहिँ विवाद उत्पन्न हुनुभयो भनेदेखि त्यही बेलाको तत्कालीन कारण चाहिँ के थियो भने हत्याकाण्ड हुनु है। त तत्कालीन कारणमा चाहिँ एउटा राजकुमारलाई चाहिँ र उनको श्रीमतीलाई चाहिँ घुम्न गएको बेलामा कालो हाते समूहको एक सदस्यले चाहिँ गोली हानी हत्या गरेका थिए। त्यस पछाडि चाहिँ अनि के भएको थियो, प्रथम विश्वयुद्धको सुरु भएको थियो। मूल कारण चाहिँ त्यहाँबाट सुरु भएको थियो, तत्कालीन कारण चाहिँ त्यहाँबाट भएको थियो भनेर तिमीहरूले बुझ्नु पर्यो है। अब हामीले दोस्रो विश्वयुद्धको कारणहरू पनि हेर्नुपर्ने हुन्छ है, यो पनि एक्जाममा सोधिरहेको हुन्छ। दोस्रो विश्वयुद्धको चाहिँ मुख्य कारणहरू यहाँ दिएको छ हेर। जर्मनीद्वारा चाहिँ भर्सेलिज सन्धिको बदला लिनु, त्यो एउटा मुख्य कारण भयो। त्यस्तै गरी अर्को भनेको के छ, अधिनायकवादीहरूको चाहिँ उदय हुनु, हिटलरहरूको उदय भयो, त्यसले पनि दोस्रो विश्वयुद्धको कारणलाई निम्तायो। त्यस्तै गरी अर्को भनेको पुनः गुटबन्दीको स्थिति देखा पर्नु। त्यस्तै गरी अर्को भनेको आर्थिक सङ्कटले चाहिँ बेरोजगारी बढाउनु। देशभरि सबै ठाउँमा पहिलो विश्वयुद्धपछि धेरै बेरोजगारीहरू भयो होइन, आर्थिक सङ्कट भयो, त्यसले पनि दोस्रो विश्वयुद्धको चाहिँ लाई निम्तायो होइन। त्यस्तै गरी अर्को 9 नम्बरमा के दिएको छ, राष्ट्रसङ्घ लिग अफ नेसनको असफलताले गर्दा पनि युद्ध भयो। त्यस्तै गरी अर्को हाम्रो के रहेको छ, तत्कालीन कारण रहेको छ यसमा पनि। तत्कालीन कारणले युद्ध सुरु हुने भनेको एउटा कारण त लास्टको कारण भइहाल्छ है, त्यसलाई चाहिँ हामीले के भन्छौँ, तत्कालीन कारण भन्छौँ। तत्कालीन कारण पनि यहाँ दिएको छ, विवरण शुद्ध तिमीहरूले पढ्न सक्छौ है त। छोटकरीमा यहाँ भनिएको छ। यस्तो कुराहरू चाहिँ के हुन्छ भनेदेखि यहाँ छोटकरीमा दिएको छ र कुन कारण हो, मुख्य कारण पनि यहाँ दिए पछाडि तिमीहरूले बुक पल्टाएर धेरै खोजिरहनु पर्दैन, यति कुराहरू याद गर्यौ भने सजिलो हुन्छ, टाइम बच्छ तिमीहरूको एक्जामको लागि। त्यही भएर मैले यसरी लेखिदिएको छु, यो चाहिँ एकदम हेल्पफुल हुन्छ तिमीहरूलाई, त्यही भएर है त। अब दोस्रो विश्वयुद्धको परिणामहरू पनि यहाँ दिएको छ है, के भयो त, युद्ध भए पछाडि के परिणामहरू भयो भन्दा अपार धनजनको क्षति भयो होइन। यसमा के भयो यहाँ पनि दिएको छ, कति पैसा पनि खर्च भयो, कति मान्छे घाइते भयो यहाँ लेखिदिएको छ होइन, तिमीहरूले हेर्न सक्छौ। त्यस्तै गरी विश्व दुई सिद्धान्तमा चाहिँ विभाजित भयो हो किन। दोस्रो विश्वयुद्ध पछाडि चाहिँ विश्व चाहिँ दुईवटा सिद्धान्तमा विभाजित भयो। कोही एउटा भयो अमेरिकाप्रतिको शक्तिशाली भयो, अर्को भनेको रुसपट्टिको भयो होइन, दुईवटामा टुक्रिए। यो कुरा तिमीलाई थाहा छ होला, अहिलेसम्म टुक्रिएर रहेका छन् तिनीहरू होइन। अनि अर्को के भयो, उपनिवेशवादको चाहिँ अन्त्य भयो है, उपनिवेशवादको चाहिँ अन्त्य भयो, जस्तै हिटलरहरू पनि मरे होइन। त्यो पछाडि अनि अर्को घ नम्बरमा के रहेको छ हाम्रो, संयुक्त राष्ट्रसङ्घको चाहिँ स्थापना भयो। यो बेलाबाट नै के भएको हो, संयुक्त राष्ट्रसङ्घ युएनको स्थापना भएको हो, दोस्रो विश्वयुद्ध पछाडि नै भएको हो भनेर तिमीहरूले बुझ्नु पर्यो। अर्को कुरा चाहिँ मैले के लेखिदिएको छु भने हेर, दोस्रो विश्वयुद्धको कारण तथा परिमाणलाई चाहिँ विषयवस्तु बनाएर दुई साथीबीच हुने संवाद तयार पार्नुहोस्, संवादको नमुना तयार पार्नुहोस् भनेर पनि एक्जाममा सोधिरहेको हुन्छ। त्यही भएर त्यसको लागि मैले एउटा नमुना तयार पारिदिएको छु, तिमीहरूले पढ्न सक्छौ है। यो पनि एक्जाममा आइरहेको छ है, तिमीहरूले बुझ्नु पर्यो। यसलाई चाहिँ हामीले यसको परिणामहरूलाई लेख भनेको छ भनेदेखि यही यताको कुरालाई होइन, दोस्रो विश्वयुद्धको परिणामहरूलाई चाहिँ यसलाई नै मिलाएर तिमीहरूले दुईवटा साथी बीच कुराकानी गरेर बनाउन सक्छौ है। त्यही कुरा बनाएको छ, तिमीहरू पढ्न सक्छौ है। यता साइडमा यसरी गरेर मैले टुङ्गाइदिएको छु, यतिमा चाहिँ लेखिदिएको छु। तिमीहरूले कपमा लेख्दा धेरै हुन्छ, यहाँ थोरै देखि पनि यो चाहिँ 1 पेजभन्दा बढी नै हुन्छ है। यसरी तिमीहरूले संवादहरू पनि तयार पार्न सक्छौ। अब अर्को क्वेसन मैले यहाँ के लेखिदिएको छु भने 2007 सालको क्रान्ति, 2046 सालको जनआन्दोलन अनि 2062-63 जनआन्दोलन र दुई बीचको फरक भनेर एक्जाममा सोधिरहेको हुन्छ है। यस्तो फरक छुटाउ भनेर पनि आइरहेको हुन्छ है, त्यही भएर पनि एकदम इम्पोर्टेन्ट क्वेसन भएकाले मैले अहिले राखिदिएको छु। 2007 सालको क्रान्तिमा के भएको थियो त्यसको, अनि जनआन्दोलन 1 जनआन्दोलन 2 बीचको फरक छुटाउ भनेदेखि चाहिँ हामीले यसरी छुटाउन सक्नुपर्छ। 2007 सालको क्रान्ति चाहिँ राणा शासनको विरुद्धमा भएको थियो भने जनआन्दोलन 1 चाहिँ हाम्रो पञ्चायती शासनको विरुद्धमा भएको थियो भनेदेखि जनआन्दोलन 2 चाहिँ के को लागि भएको थियो, तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्धमा भएको थियो भनेर बुझ्नु पर्यो। तीनवटै आन्दोलनहरू कुन कुन कारणले भएको थियो तिमीहरूले लेख्न सक्छौ। त्यस्तै गरी अर्को कुरा के थियो भनेदेखि यी 2007 को क्रान्तिले चाहिँ के गरेको थियो, नेपालको इतिहासमा पहिलोपटक प्रजातन्त्रको स्थापना गराएको थियो। जनआन्दोलन 1ले चाहिँ के गरेको थियो, नेपालको इतिहासमा प्रजातन्त्रको पुनः स्थापना गराएको थियो है, किनभने राजाले गरिसके पछाडि फेरि पुनः स्थापनाको लागि जनआन्दोलन 1 भएको थियो। अब जनआन्दोलन 2ले चाहिँ के गरेको थियो, नेपालमा गणतन्त्रको स्थापना गरेको थियो भन्ने कुरा तिमीले बुझ्नु पर्यो। यसरी हामीले फरक छुटाउन जान्नुपर्छ। मैले अरू पनि फरक छुटाइदिएको छु धेरै होइन, यो चाहिँ एकदम लङ क्वेसनमा आउने भएकोले तिमीले यति त छुटाउनै पर्छ। यो क्वेसन पनि एकदम इम्पोर्टेन्ट क्वेसन रहेको छ, त्यही भएर तिमीहरूले राम्रोसित हेरेर गयो भने एक्जाममा हेर्न सकिहाल्छौ। अब अर्को क्वेसन हेर, इम्पोर्टेन्ट क्वेसनहरूमा आम निर्वाचन अनि संविधान सभाको निर्वाचन र जनमत सङ्ग्रह बीचको चाहिँ फरक छुटाउनुहोस् भनेर भनेको छ। त्यसको बारेमा पनि मैले यहाँ फरक छुटाइदिएको छु है, तिमीले हेर्न सक्छौ। आम निर्वाचनमा चाहिँ के हुन्छ भने प्रतिनिधि सभाको चुनावलाई आम निर्वाचन भनिन्छ भने संविधान सभाको निर्वाचन भनेको चाहिँ जनता प्रतिनिधिद्वारा देशमा नयाँ संविधान निर्माण गर्ने उद्देश्य गराइने चुनावलाई चाहिँ संविधान सभाको चुनाव भनिन्छ होइन, निर्वाचन भनिन्छ। त्यस्तै गरी जनमत सङ्ग्रहको निर्वाचन भनेको चाहिँ राष्ट्रको महत्त्वपूर्ण विषयमा जनताको निर्णय लिनका लागि गरिने चुनावलाई चाहिँ जनमत सङ्ग्रहको चुनाव भनिन्छ, निर्वाचन भनिन्छ भनेर तिमीहरूले बुझ्नु पर्यो।
यिनीहरूको फरक यो नै भयो। अरू पनि यहाँ दिएको छ है फरकहरू, तिमीहरूले यो पढ्न पर्यो। यो पढिसके पछाडि सजिलैसित बुझिहाल्छौ, एकदम सजिलो छ। यसरी हामीले आम निर्वाचन, संविधान सभाको निर्वाचन र जनमत संग्रहको निर्वाचनको बिच नै फरक छुट्याइसकेका छौँ।